हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ स्याटरडे हो अनि मेरो चाहिँ स्याटरडे र सन्डे छुट्टी थियो। सो हामी हस्बेन्ड वाइफ मिलेर सानो पार्टी गरौँ भनेर सोचे। सानो पार्टी त नभनौँ तर छुट्टीलाई चाहिँ अलिकति होइन इन्जोय गरौँ भनेर, किनभने हामी दुईजनाको चाहिँ कहिले पनि छुट्टी सँगै हुँदैन। प्राय मेरो चाहिँ सन्डे नै हो छुट्टी चाहिँ, तर आज चाहिँ स्याटरडे भएको कारणले गर्दा अलिकति त्यसलाई युटिलाइज गरौँ भनेर चाहिँ सुँगुर यसरी पर्क ल्याएँ हामीले होइन। अन्त यसरी फ्राई गरेँ। यो अचार चाहिँ मैले नेपालबाट मगाएको होइन। अनि यसलाई मैले फर्स्ट बाइट लिएँ। यो अचार एकदमै मिठो लाग्छ मलाई चाहिँ होइन। तपाईँ कतिजनाले खानुभएको छ भने तपाईँहरूलाई पनि थाहै होला टेस्ट होइन, एकदम मिठो हुन्छ। अनि मैले फर्स्ट बाइट लिइसकेँ अनि इट वाज सो यामी होइन, एकदमै मिठो भएको थियो। किनभने चाहिँ त्यसलाई चाहिँ हामीले ग्यासमा राखेर स्लोमा मजाले डिप फ्राई गरेको थिएँ होइन। मलाई चाहिँ यसरी खानु एकदम मनपर्छ अनि साँच्ची नै सो यमी होइन, मिठो भएको थियो। यो चाहिँ मेरो हस्बेन्डले बनाएको हो खासमा। मैले चाहिँ साइडमा अलिकति हेल्प गरेँ होइन, तर बनाउनु चाहिँ मेरो हस्बेन्डले बनाए। अनि फेरि मेरो हस्बेन्डले कोल्ड कफी स्टार्ट गर्यो। अनि यसरी दुईजनालाई कोल्ड कफी बनाएर मेरो हस्बेन्डले ग्लासमा हाले अनि लु हामीले चेस गरेँ। इट वाज सो 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 टेस्टी होइन। फेरि यति मिठो थियो यो पनि। अनि मैले मजाले इन्जोय गरेँ। अनि खाना चाहिँ मैले बनाएँ। यो चाहिँ हामीले चाहिँ के गरेँ भन्दा चाहिँ आज चाहिँ टोटली पर्क बनाएको थिएँ। हेर्नुहोस्, यो रायो साग र पर्क बनाएँ, कालो दाल बनाएँ, भात बनाएँ। त्यसपछि हामीले मोमो प्रिपेयर गरेँ यो अचारको लागि है। अनि मेरो हस्बेन्डले फेरि मोमोको लागि अचार ब्लेन्ड गरिदियो। अनि त्यहाँदेखिको चाहिँ यहाँनिर सबै किमाहरू मेरो हस्बेन्डले बनाएको। आँटा पनि मैले चाहिँ खालि ऱ्यापिङ चाहिँ मैले गरेँ है। अनि यो चाहिँ मोमो रेडी भयो। फर्स्ट बाइट इट वाज फेरि पनि सो यमी क्या, यति टेस्टी भएको थियो होइन। मोमो चाहिँ तपाईँहरूले खानुभएको छ भने थाहै होला, सबैभन्दा टेस्टी चाहिँ पर्ककै हुन्छ होइन। अनि मैले खाएँ, मजाले खाएँ, किनभने धेरै दिन भएको थियो होइन मोमो नखाएको। अनि मलाई यति साह्रो क्रेभिङ भइरहेको थियो। अनि आज चाहिँ मोमोको क्रेभिङ पनि होइन सक्यो। यति मजाले इन्जोय गरेर खाएँ हामीले होइन। हस्बेन्ड वाइफ बसेर चाहिँ दुवैजनाले मजाले मोमो बनाएर खाएँ। अनि यसरी हाम्रो होलिडेहरूलाई हामीले इन्जोय गरेँ होइन। अनि आज चाहिँ स्याटरडे हो, भोलि चाहिँ सन्डे हो। हुन्छ, बाई बाई। कुन चाहिँ